नमस्कार, स्वागत छ यहाँहरू सबैलाई आजको हाम्रो विशेष पोडकास्ट कार्यक्रममा। म हुँ कमला साउद। आज मसँग हुनुहुन्छ दुईजना स्पेशल गेस्ट। उहाँको परिचयतर्फ लाग्नेछौँ। नमस्ते, मेरो नाम चाहिँ शङ्कर विक। आज यो हाम्रो कमलाजीको पोडकास्टमा आउँदाखेरि मलाई चाहिँ साह्रै खुसी लागेको छ र उहाँ नमस्ते, मेरो नाम शीतल बहारी। धन्यवाद कमलाजीलाई पोडकास्टमा इन्भाइट गरिदिनु भएकोमा। पछि चाहिँ अब हामी विषयवस्तुतर्फ लाग्छौँ। हाम्रो विषयवस्तु रहेको छ कलेज लाइफ भर्सेस स्कुल लाइफ। अनि शङ्करजीबाट सुरु गर्छु। तपाईँको चाहिँ स्कुल लाइफ कस्तो थियो र अहिले कलेज लाइफ चाहिँ कस्तो भइरहेको छ, एक्सपिरियन्स सेयर गर्नुहुन्छ? हजुरले चाहिँ एकदमै राम्रो अहिलेको सन्दर्भमा चाहिँ एकदम राम्रो प्रश्न गर्नुभयो। अहिले हाम्रो के भइरहेको छ भन्दाखेरि स्कुल लाइफ जे जति रमाइलो अथवा त्यहाँ जे जति एक्सपिरियन्सहरू हामीसँग थियो, अहिले चाहिँ बिस्तारै ब्याचलर कलेज गर्दै जाँदाखेरि चाहिँ हाम्रो अलिकति बोरिङ हुँदै गइरहेको हो कि जस्तो हाम्रो विद्यार्थीहरूमा चाहिँ त्यस्तो अनुभव भइरहेको छ। र यो किन भइरहेको छ जस्तो लाग्छ भन्दाखेरि, जस्तै अब हामी मेरो स्कुलको कुरा गर्दाखेरि मैले चाहिँ आफ्नै गाउँबाट 10 पास, हाम्रो एससिजे भनिन्छ, त्यो चाहिँ मैले हाम्रो स्कुल आफ्नै गाउँबाट गरेँ। जस्तै स्कुल हुँदाखेरि चाहिँ के हुन्छ भन्दाखेरि हामी आफ्नो परिवारसँग घुलमिल, अलिकति आफू जन्मेको ठाउँ त्यहाँको नेचरसँग घुलमिल भइरहेको हुनाले चाहिँ हामीलाई समय व्यतीत गर्न, आफ्नो पढाइतिर ध्यान दिनलाई अलिकति सजिलो हुन्छ। जब हामी +2तिर ब्याचलरतिर अब अलिकति राम्रो एजुकेसनको लागि जब हामी सहरतिर छिर्छौँ, त्यसपछि चाहिँ के हुन्छ भन्दाखेरि अलिकति हामी परिवारबाट टाढा रहेको हुनाले र एउटा होमसिकको कारणले चाहिँ विद्यार्थीहरूमा अलिकति तनाव बढिरहेको हो कि यो अहिले नयाँ समस्या आइरहेको हो कि जस्तो लाग्छ मलाई चाहिँ। एकदम राम्रो जवाफको लागि शङ्करजीलाई धन्यवाद। यसै गरी अब शीतलजीलाई प्रश्न गर्न चाहन्छु। तपाईँले चाहिँ कलेज लाइफ र स्कुल लाइफमा के डिफ्रेन्ट पाउनुभयो? एक्सपिरियन्स कुरा गर्नुहुन्छ भने चाहिँ मेरो होम टाउन चाहिँ गोदावरी हो, तर म सानैदेखि बसेको काठमाडौँमा। मेरो स्कुलिङ भएको नि काठमाडौँमै हो। हुन्छ नि, उहाँको एक्सपिरियन्स भन्दा चाहिँ मेरो डिफ्रेन्टै छ भनौँ न, किनकि सानैदेखि म मम्मी बाबासँग नै फ्यामिलीसँग नै बस्ने हो। फ्यामिलीमा स्मल फ्यामिली हो, मम्मी बाबा म मात्र छौँ। अनि त्यसपछि स्कुलिङ नर्सरीदेखि लिएर +2देखि लिएर म यो होम टाउन छोडेर अर्कै ठाउँमा गएर पढ्ने मेरो चाहिँ इन्भाइरोमेन्ट थिएन। त्यही भएर मलाई चाहिँ उहाँको एक्सपिरियन्स जस्तो चाहिँ मेरो छैन। तर पनि हुन्छ नि, फ्यामिली सपोर्ट एकदम धेरै मेरो चाहिँ होइन। पढाइमा चाहिँ त्यस्तो हुन्छ नि होमसिक हुने, त्यो होमसिक भनेको के हो भन्ने कुरा मलाई अझसम्म थाहा पनि छैन, जुन उहाँले एक्सपिरियन्स गरिसक्नु भएको छ होइन। अनि होमसिक भन्ने थाहा छैन, मलाई सुनेको मात्र छ, त्यो त अब एक्सपिरियन्स गरेर मात्र थाहा हुन्छ नि त। अब मेरो पोइन्ट अफ भ्यूमा चाहिँ के लाग्छ भने, जो मान्छे होइन लाइक धेरै टाढाबाट काठमाडौँ पढ्छु भनेर आएको स्टुडेन्टहरू हुन्छ नि, उनीहरूको माइन्ड सेटै के हुन्छ जस्तो लाग्छ भने, म आफ्नो घर परिवार छोडेर यहाँ काठमाडौँ पढ्न आएको छु भनेपछि उनीहरूको टार्गेटै पढ्ने मात्रै हुन्छ कि उनीहरूको फ्रेन्ड जोन पनि त्यही अनुसारको लानु पऱ्यो कि उनीहरूले। अब नेगेटिभतिर लाग्यो भने त उसको त नेगेटिभतिर लाग्छ नै, तर उनीहरूले माइन्डसेट के बनाउनु पऱ्यो भने, म घर छोडेर आएको छु, आफ्नो करियर बिल्डअप गर्न आएको छु भनेपछि त उसले आफै पनि त फ्रेन्ड जोन त्यस्तो बनाउनु पऱ्यो कि मेरो करियर अझै बिल्ड होस्, अझै इम्प्रुभ होस् जस्तो लाग्छ। अनि मेरो स्कुल लाइफको कुरा गर्नुहुन्छ भने चाहिँ रमाइलो थियो होइन, एकदम रमाइलो थियो। एससीसम्म, अब एससी त लकडाउनमै गयो। एससीसम्म पनि हुन्छ नि ट्युसन पढिन्थ्यो, बिहान ट्युसन गरिन्थ्यो, बेलुका पनि ट्युसन गएरै पढिन्थ्यो। हुन्छ नि एकदम डेडिकेटेड भएरै पढेको, रमाइलो थियो। तर +2मा आएपछि चाहिँ अलि हुन्छ नि, स्कुलमा त 10 to 4 हुन्थ्यो, अनि त्यसपछि दिउँसभरि स्कुलमा, अनि त्यसपछि एकदम रमाइलो हुन्थ्यो। अनि +2मा आउँदाखेरि चाहिँ बिहान मात्र मर्निङ क्लास मात्र गरिन्थ्यो। अनि त्यसपछि हुन्छ नि स्कुल लाइफ चाहिँ मिस गरिन्थ्यो कि, तर बोरिङ चाहिँ हो कलेज लाइफ। तर पनि स्कुलभन्दा चाहिँ कलेज लाइफ अलिक बोरिङ नै छ, तर साँच्चै भन्नुपर्दा। स्कुलभन्दा कलेजको लाइफ चाहिँ अलिकति बोरिङ टाइपको लागेन? बोरिङ कस्तो भने, अब स्कुल लाइफमा हामी टिचर ओरिएन्टेड भएर पढिन्थ्यो, कलेजमा अब सबै आफूले पढ्नु पऱ्यो।
अनि त्यसपछि टिचर ओरिएन्टेड हुँदा के हुन्थ्यो भने सर म्यामहरूले क्लासमा क्लासवर्क होमवर्कहरू दिन्थ्यो, हामी गरिन्थ्यो होइन। अलि हुन्छ नि एजुकेसनतिर फोकस भइन्थ्यो। कलेज लाइफमा के भइदियो भने सरहरूले सर म्यामहरू आउने गाइड गर्ने सबै काम हामीले गर्नु पर्थ्यो। अनि स्टार्टिङमा के भइदियो भने हामीलाई त्यो एडप्ट गर्नलाई अलिक टाइम लाग्यो नि त नि, कस्तो अल्छी लागेको टाइपको, सरहरू त पढाउनु नै हुन्न यस्तो टाइपको लाग्ने क्या, सबै आफूले गर्नुपर्छ। त्यो कहिले नगरेको अनि हामी त्यही माथि पढ्नमा अल्छी, अनि त्यो भएर चाहिँ अलि अल्छी लाग्यो। त्यही माथि अब कलेजमा पुगेपछि स्टुडेन्ट पनि थोरै, अब पुरा टनाटन हल्ला पनि भइन्थ्यो। अनि त्यसपछि स्टुडेन्टहरू पनि धेरै, त्यत्तिकै पनि रमाइलो हुन्छ नि त पढ्नलाई जब साथीहरू सँगै जानु भएपछि। अहिलेको यो प्रेजेन्ट सिचुएसनलाई हेर्ने हो भने चाहिँ युवा पुस्ताहरू +2 पछि खासै ब्याचलर डिग्री गरेको चाहिँ भेट्न सकिँदैन। उनीहरू चाहिँ विभिन्न किसिमका ल्याङ्ग्वेजहरू सिक्ने, फरेन कन्ट्रीहरूतिर अप्लाई गर्ने र उतैतिर जाने सोच बनाउँछन्। तपाईँ चाहिँ ब्याचलर पढ्दै हुनुहुन्छ, तपाईँलाई कहिले विदेश जाने सोच आएन? के भन्न चाहनुहुन्छ तपाईँ यो विषयमा? नेपालको सन्दर्भमा हेर्ने हो भने कुनै पनि बिजनेस स्टार्ट गर्दाखेरि ल्याक अफ सोर्सेस, ल्याक अफ ट्रान्सपोर्टेसन, ल्याक अफ एजुकेसन सिस्टमले गर्दाखेरि यहाँ कुनै पनि बिजनेस गर्ने हो भने त्यसमा एकदमै अत्याधिक चुनौती, अत्याधिक समस्या हुँदाखेरि चाहिँ नेपालमा अलिकति बिजनेस गरौँ है भन्नलाई पनि मोटिभेसन गर्ने कुराहरू चाहिँ अलिकति कमै छ, रिसोर्सेसहरू कम छ होइन। अब यहाँतिर पोलिटिक्सहरू धेरै हुन्छ, तर म यो कुरामा जान चाहिनँ। तर पनि नेपालमा चाहिँ केही उद्योग अथवा केही त्यसैमा संलग्न रहेर केही कार्य गरौँ भन्ने भने पनि नेपालमा अलिकति रिसोर्सेसहरूको चाहिँ कमी देखिन्छ। तपाईँ भविष्यमा के गर्न चाहनुहुन्छ? विदेश जानुहुन्छ या नेपालमा केही गर्नुहुन्छ? प्लान भनेको चाहिँ के छ भन्दाखेरि अहिले हाम्रो नेपालको सन्दर्भमा मेरो फ्युचर प्लान चाहिँ मैले अलिकति अब्रोड नै स्पेसिफिक त्यसलाई नै अहिले मैले प्रायोरिटी दिइराखेको छु भनौँ। अहिले हाम्रो नेपालमा अथवा +2 सकेपछि जति पनि हाम्रो विद्यार्थीहरू अथवा जति पनि हुनुहुन्छ मेरा साथीहरू, उहाँहरू सबै के छ भन्दाखेरि नेपालको सन्दर्भमा हेर्ने हो भने +2 सकेपछि सबैजना अब्रोडतिर जाने, उतै सेटल हुन खोज्ने होइन, उतैतिर अलिकति अपर्च्युनिटी धेरै पाएको चाहिँ देखिन्छ। हाम्रो नेपालको कन्टेक्समा चाहिँ त्यो अपर्च्युनिटीहरू नभएको हुनाले, अलिकति कम भएको हुनाले चाहिँ मैले चाहिँ मेरो फ्युचर चाहिँ अलिकति फरेनतिरै देखिरहेको छु। महत्त्वपूर्ण समय निकालेर उपस्थिति जनाइदिएकोमा शङ्करजी र शीतलजीलाई धेरै धेरै धन्यवाद। अर्को एपिसोडमा भेट्ने नै छौँ। नमस्कार।